आज हामी कुरा गर्दैछौँ संसारभर चर्चित पुस्तक रिच ड्याड पुअर ड्याडको। तर यो भिडियो बुक समरी मात्र होइन, यो तपाईको सोचलाई झट्का दिने, तपाईको दिमागलाई हल्लाउने वार्ता हो। तपाई महिनाभरि काम गर्नुहुन्छ, तलब आउँछ, इएमआईमा जान्छ, भाडा जान्छ, स्कुल फी जान्छ, बाँकी के हुन्छ भन्नुहोस् त? आफ्नै जीवनलाई हेर्नुहोस् त। मोबाइलमा बैंक ब्यालेन्स हेरेर सुस्केर हाल्नु बाहेक के हुन्छ त? यदि तपाईँ पनि पैसाको लागि काम गर्ने भिडमा हुनुहुन्छ भने आजको भिडियो तपाईको लागि हो है। धनीहरू पैसाको लागि काम गर्दैनन्, धनीहरू पैसाको लागि काम गर्दैनन्, पैसा उनीहरूको लागि काम गर्छ। हामीलाई सानैदेखि सिकाइयो, राम्ररी पढ, राम्रो जागिर खाऊ, जीवन सुरक्षित हुन्छ। तर प्रश्न छ, सुरक्षित कसको लागि? कम्पनीका मालिकको लागि कि तपाईका लागि? तलब कमाउने मान्छेले पैसा कमाउँछ, तर एसेट बनाउने मान्छेले समय किन्छ। मानौ तपाईँ शिक्षक हुनुहुन्छ, महिनाको तलब 30,000 आयो, त्यसले खर्च धान्यो। तर यदि तपाईले त्यो पैसाले एउटा सानो अनलाइन कोर्स बनाउनु भयो भने त्यो कोर्स 10 वर्षसम्म पैसा कमाइरहन्छ। त्यो हो पैसाले तपाईका लागि काम गर्नु भनेको। अध्याय 2, एसेट र लिएबिलिटी, रङको जाल। हामीले के सोच्यौं? घर किन्यौं, धनी भयो, गाडी किन्यौं, धनी भयो। तर रिच ड्याड पुअर ड्याडले भन्छ, एसेट जसले पैसा कमाउँछ, लिएबिलिटी जसले पैसा खाँदै जान्छ। तर भाडामा लगाएर महिनै पछि 15,000 आउँछ भने एसेट हो। तर इएमआई तिरेर किनिएको घर यदि भाडा नै आउँदैन भने लिएबिलिटी हो। हामी इन्स्टाग्राममा फोटो हालेर खुसी हुन्छौँ, बैंक ब्यालेन्स चुपचाप रुँदै हुन्छ। अध्याय 3, फाइनेन्सियल एजुकेसन, स्कुलले नदिएको शिक्षा। हामीलाई अल्जेब्रा सिकाइयो, ट्रिगोनोमेट्री सिकाइयो, तर इन्कम स्टेटमेन्ट कसैले सिकायो त? धनी मानिसहरू इन्कम, एक्सपेन्स, एसेट र लिएबिलिटी बुझ्छन्। गरिब मानिसहरू केवल स्यालेरी बुझ्छन् र खर्च गर्छन्। दुईजना साथीहरू थिए, एउटाले बोनस पाउँछ, नयाँ आइफोन किन्छ, नयाँ कपडा किन्छ। अर्कोले बोनस पाउँछ, शेयर बजारमा लगानी गर्छ। 5 वर्षपछि के हुन्छ थाहा छ? पहिलो साथीको फोन पुरानो भइसकेको हुन्छ, दोस्रो साथीको लगानी ठुलो भइसकेको हुन्छ। अब भन्नुहोस् त, कसको जीवनमा आर्थिक स्वतन्त्रता बढिरहला? अध्याय 4, रिस्क लिन नसक्नेहरू सुरक्षित देखिन्छन्, तर कहिल्यै स्वतन्त्र हुँदैनन्। हामी भन्छौँ बिजनेस रिस्की छ, शेयर लगानी रिस्की छ, लगानी डुब्यो भने? तर 30 वर्ष एउटै जागिर गरेर रिटायर हुँदा 15 लाख मात्र बचत पाउनु भयो भने त्यो सेफ हो त? रिस्क लिनु भनेको जुवा खेल्नु होइन, रिस्क लिनु भनेको सिकेर बुझेर कदम चाल्नु हो। माइन्डसेट सबैभन्दा ठुलो पुँजी। गरिब सोचका मानिसले भन्छन् मसँग पैसा छैन, म सक्दिन। धनी सोचको मानिसले ठ्याक्कै फरक सोच्छ, म कसरी गर्न सक्छु। दुई वाक्यको फरकले जीवन बदलिन्छ। नेपालमै धेरै शिक्षकहरूले युट्युब क्लास सुरु गरे। पहिलो भिडियोमा 100 भ्युज आयो, तर निरन्तरता राखेपछि त्यो नै प्यासिबल इन्कम बन्यो। समस्या पैसाको होइन साथीहरू, समस्या सोचको हो। तपाईँ व्यस्त हुनुहुन्छ तर प्रगति छैन। तपाईँ मेहनती हुनुहुन्छ तर धनी बन्नु भएको छैन। तपाईँ इमान्दार हुनुहुन्छ तर जीवन स्वतन्त्र छैन। किनकि तपाईँ पैसाको खेल नबुझी खेल्दै हुनुहुन्छ। अब तपाईँ के गर्नुहोस् त? तपाईको
जीवन कसरी बदलिन्छ त? तलबको केही प्रतिशत एसेटमा लगानी गर्नुहोस्, नयाँ स्किल सिक्नुहोस्, प्यासिभ इन्कमको स्रोत खोज्नुहोस्, खर्चभन्दा आय बढाउने उपाय सोच्नुहोस्, फाइनेन्सियल एजुकेसनमा समय लगानी गर्नुहोस्। साथीहरू, धनी बन्नु भाग्यको कुरा होइन, यो सोचको कुरा हो। यदि तपाईँ आजदेखि पैसालाई आफ्नो लागि काम गर्न सिकाउनु भयो भने 10 वर्षपछि तपाईँको जीवन बिल्कुलै फरक पाउनुहुनेछ। तर यदि तपाईँले आज पनि फेसबुक, टिकटक, नेटफ्लिक्समा, इन्स्टाग्राममा गफमै समय बिताउनु भयो भने, लाइभ र च्याटमै समय बिताउनु भयो भने 10 वर्षपछि पनि त्यही ब्याङ्क ब्यालेन्स हेरेर सुस्केर हालिरहनुहुनेछ, पश्चाताप गरिरहनुहुनेछ। त्यसैले निर्णय तपाईँको हो साथीहरू। यदि तपाईँ फाइनेन्सियल फ्रिडम चाहनुहुन्छ भने, जीवनमा धनी बन्न चाहनुहुन्छ भने आज एउटा सानो कदम चाल्नुहोस्। यो भिडियो लाइक गर्नुहोस्, शेयर गर्नुहोस् र ड्रिम एचिभर्स नेपाल मोटिभेसन हब युट्युब च्यानललाई सब्स्क्राइब गरेर पैसाको खेल बुझ्न सुरु गर्नुहोस्। आजैदेखि सुरुवात गर्नुहोस्। हामी केवल पढाउने होइनौँ, सोच बदल्ने अभियानमा छौँ। धन्यवाद। शुभ दिन।